अब अहिले एउटा चाहिँ ग्लोबल गोल अफ इन्डिकेटरका सूचाङ्कहरूलाई अन्तिम रूप दिने भन्ने थियो, किनभने पहिला चाहिँ 100वटा सूचाङ्कमा ल्याएकोमा अब यसमा हामीहरूले भनेको के हो भने माउन्टेन इकोसिस्टमलाई एउटा महत्त्वपूर्ण सूचाङ्कका रूपमा लिनुपर्छ भन्ने कुरा। अब त्यो चाहिँ 100वटा सूचाङ्कमा त आउन सकेको कुरा हो, तर चाहिँ अझै पनि हामीले त्यसमा चाहिँ त्यो सूचाङ्कहरू अलि धेरै भयो भने त्यसको चाहिँ मूल्याङ्कन गर्ने कुरा, त्यसको लागि फाइनान्सहरू धेरै चाहिन्छ भनेर सूचाङ्कहरू चाहिँ अलिक कम गर्ने भन्ने चाहिँ छ र त्यो चाहिँ निर्णय हुन सकेन यो पटक पनि। यो पनि छलफलको क्रममा यसलाई चाहिँ COP 31मा सारियो। अब अर्को चाहिँ हजुरको चाहिँ यो मिटिगेसन वर्क प्रोग्राम भन्छ, न्यूनीकरणको लागि अब के गर्ने भन्ने कुरामा। अब न्यूनीकरणमा मुख्य गरी अब सरस्वती हेर्दा दुईवटा कुरा देखिन्छ। एउटा चाहिँ हजुरले फोसिल्स फ्युल्सहरू भनेको यो जीवाश्म इन्धनहरूलाई कसरी चाहिँ फेज आउट गर्ने भन्ने सन्दर्भमा अब यसको अहिलेसम्म बुझिँदै आएको कुरा के हो भने यो क्लिन इनर्जी सफा ऊर्जालाई 3 गुणाले बढाउने र त्यसको प्रयोगको इफिसियन्सीलाई 2 गुणाले बढाउने भन्ने सिद्धान्तमा काम गर्दै आएको हो। तर अहिले चाहिँ धेरै राष्ट्रहरूको जोड चाहिँ फोसिल फ्युल्सलाई कुनै पनि कस्टमा फेज आउट गर्नुपर्छ भन्ने नै छ। तर फेरि अरब कन्ट्रीहरू र केही राष्ट्रहरू यसको विरुद्धमा छन्। अब हजुरलाई पनि थाहा छ। अब कुरो के देखिन्छ भने फोसिल फ्युल्स फेज आउट गर्नको लागि आजको भोलि ओभरनाइट हुनेवाला त छैन, किनभने आर्थिक गतिविधि ठप्पै पारेर त कसैले गर्नेवाला छैनन्। तर ढिलो चाँडो यसलाई नगरी सुखै छैन। त्यसमा नेपाल जस्तो राष्ट्रले हाम्रो बिजुली उत्पादन, यसको प्रसारण र वितरण, यसको उपयोग गर्ने बिहेभियर, हाम्रो बानी बेहोरा र बढी भएको बेचेर हामीले आर्थिक उपार्जन गर्ने कुरासम्मको टोटल इकोसिस्टमलाई हामीले यसमा ख्याल गर्नुपर्ने हुन्छ। जहाँसम्म फोसिल फ्युलको कुरा छ त्यो चाहिँ हामीले 100% चाहिँ आजका दिनसम्म आयातित रूपमा हामीले प्रयोग गरेका छौँ। नेपालले बिजुली जति धेरै उत्पादन गर्छ र फोसिल फ्युललाई जति धेरै प्रतिस्थापन गर्छ, नेपाललाई दीर्घकालीन रूपमा र अझ आर्थिक, सामाजिक अनि त्यसको वातावरणीय र मान्छेको ह्युमन हेल्थको दृष्टिकोणले पनि अब हामीलाई चाहिँ लाभदायक छ। यी भए अरू नियमित रूपमा छलफल हुने जति पनि टपिकहरू भए, अब प्रक्रियागत रूपमा हुनुपर्ने क्यापासिटी बिल्डिङका कुराहरू भए, विभिन्न फन्डहरूको मेकानिजमहरूको बारेमा भए, ती त रेगुलर छलफल नै भए, अब ती रेगुलर नै हुने नै भए। अब अर्को चाहिँ अहिलेको कोपमा चाहिँ एउटा पेचिलो विषयको रूपमा आएको भनेको चाहिँ क्लाइमेट साइन्स र क्लाइमेट नेगोसिएसनलाई कसरी चाहिँ लिने भन्ने कुरामा केही राष्ट्रहरूले क्लाइमेट साइन्स र क्लाइमेट नेगोसिएसनलाई चाहिँ यसको अन्तर्सम्बन्ध चाहिँ नहुँदा नि केही फरक पर्दैन भन्ने एउटा ग्रुप छ। तर केही ग्रुपहरू चाहिँ अन्तर्सम्बन्धित हुनुपर्छ भन्ने चाहिँ छ। अब जस्तै मलाई व्यक्तिगत रूपमा मेरो एक्सपर्ट भ्यू हो, मलाई सोध्नुभयो भने क्लाइमेट साइन्समा टेकेर क्लाइमेट नेगोसिएसन गर्न सक्नु भएन भने तपाईँले